Course cave number 1 to 12 is a Buddhist part of it. 13 to 29 is Hindu, and last is the Jainism. Jainism. These three religions came. This is a unique thought for the world. That is the reason are they including UNESCO 1983. So right now we are here. So we want to hire electric car, and they are dropped to near of the cave number 32, 33, and 34. When we complete to that, then we come to the near of the 29. And then they lastly they drop to near of the 10 number. 10 number, 8 number, 5 number we complete this major caves of. यहाँ चाहिँ खास के हो रे ता यो चाहिँ तपाईको जुन चाहिँ आर्किटेक्टले या तीनटा तपाईँ हिन्दू बुद्धिस्ट र जैनको चाहिँ उयो छ यो आजभन्दा 400 वर्ष अगाडिको हो र यहाँ चाहिँ तपाईको टोटल 100 वटा छ यस्तो गुफाहरू चाहिँ 100 वटा गुफामा अहिले पब्लिकको लागि चाहिँ खुल्ला चाहिँ 34 वटा मात्रै छ जस्तै अघि तपाईले जुन चाहिँ म्यापमा देखाउँदैछ त्यो 1 to 12 चाहिँ तपाईको बुद्धिस्ट हो त्यो हैन बुद्धिस्ट रिलेटेड छ अनि 12 देखि तपाईको 29 चाहिँ तपाईको हिन्दुइजम रेस्ट अफ चाहिँ क्याप चाहिँ तपाईको जैनिजमको उयसमा छ हैन अनि त्यो चाहिँ अब यहाँनिर चाहिँ दर्शाएको छ अब यो कहिलेको इतिहासको कुरा मलाई त्यति अरु त भन्नु उयो छैन तर अब इतिहास एकपल्ट चाहिँ पढ्नुहोस् यहाँ आउनु चाहिँ जरुरी छ इतिहास पढ्ने मान्छेहरू र यो चाहिँ एउटा वर्ल्ड हेरिटेजमा पनि आउँछ युनेस्कोले पनि यसलाई उयो गरेको छ वर्ल्ड हेरिटेजमा आउँछ र अब यो 7 वन्डर्सहरू त्यो वर्ल्डको वन्डर्सहरूमा यो पनि एउटा हो अब त्यति बेलाको यो सलिड स्टोनहरूलाई खोपेर बनाएको यहाँ चाहिँ तपाईको यही स्टोनहरू हैन त यो गुफा यही भित्र हैन यो गुफा हो र यो चाहिँ झन्डै 4-5 किलोमिटरमा छ घुम्नको लागि 2-3 घण्टाहरू जस्तो लाग्छ हिँड्यो भने ओके थ्यांक यू दा अब हामी चाहिँ यहाँ यो चाहिँ एकदम ओरिजिनल यसमा खपेको अरे ढुङ्गामा कति ज्यादा चाहिँ डिजाइन छ अब हेर्नुहोस् त यस्तो मजाले बनाइदिरहेछ यो हात्ती बनाउन खोजेको रहेछ तर यसको अब सुर चाहिँ भाँचियो कि या त भएन हैन अब यहाँ हेर्नुहोस् यस्तो मजाले आर्किटेक्ट गरिदिएको छ तर बिचबिचमा चाहिँ कलर पनि गरिदिएको रहेछ तर यो पुरै ढुङ्गाकै हो